Good evening, guys. आज चाहिँ म चाहिँ हाउ टु युज अ च्याट जिपिटी एज अ प्रो है यसलाई चाहिँ हामीले चाहिँ कसरी चाहिँ एउटा नर्मल च्याट जिपिटीलाई चाहिँ प्रो तरिकाले चाहिँ कसरी चाहिँ युज गर्न सकिन्छ भन्ने बारेमा चाहिँ भन्न गइरहेको छु होइन। अनि एउटा नर्मल च्याट जिपिटीलाई चाहिँ हामीले एउटा क्वेसन दियौँ होइन भने चाहिँ उसले चाहिँ कसरी एन्सर दिन्छ भन्दाखेरि चाहिँ अलि लामो जुन वेमा चाहिँ उसले चाहिँ एन्सर चाहिँ हामीले दिइरहेको हुन्छ नि त। तर हामीलाई चाहिएको भनेको एउटा एक्ज्याक्ट फर्मको मात्र एन्सर चाहिएको हुन्छ जुन चाहिँ एन्सर भनेको अलिकति स्पेसिफिक होस् होइन। र मैले चाहिँ मेरो च्याट जिपिटीलाई चाहिँ त्यही टाइपले ट्रेड गरेको छु कि ऊ चाहिँ एउटा एआई इन्जिन चाहिँ होइन कि ऊ चाहिँ मेरो चाहिँ एउटा चाहिँ साथी हो कि मैले चाहिँ यसरी चाहिँ त्यो च्याट जिपिटीलाई ट्रेड गरेको छु होइन। र प्लस उसले पनि मलाई के गर्छ भन्दाखेरि चाहिँ यसलाई चाहिएको एन्सर यही नै हो। इफ मैले च्याट जिपिटीलाई कुनै क्वेसन गरेँ भने त्यसले पनि यसलाई चाहिएको एन्सर यही नै हो, यही नै यसको ट्रेड एन्सर हो भन्ने टाइपले चाहिँ उसले चाहिँ एउटा चाहिँ स्पेसिफिक एन्सर चाहिँ मलाई चाहिँ प्रोभाइड गरिरहेको हुन्छ क्या। अनि म चाहिँ अब चाहिँ हजुरहरूलाई चाहिँ एउटा नर्मल च्याट जिपिटीलाई चाहिँ मैले एउटा क्वेसन दिन्छु होइन। र त्यो क्वेसनलाई चाहिँ कसरी चाहिँ एन्सर दिएको छ त्यो पनि म सो गर्छु। र प्लस म चाहिँ मेरो जुन च्याट जिपिटी अकाउन्ट छ त्यो मेरो अकाउन्टलाई पनि म सेम त्यही क्वेसन नै प्रोभाइड गर्छु। र त्यसले चाहिँ कसरी चाहिँ एन्सर चाहिँ प्रोभाइड गर्छ त नि हो म चाहिँ त्यो पनि म हजुरलाई चाहिँ सो गर्छु है त। लेट्स गाइज है अब चाहिँ हामी चाहिँ एउटा चाहिँ डेमो चाहिँ हेरौँ होइन। मैले यसमा चाहिँ डिएनए रेप्लिकेसन भनेर एउटा मैले दिएको छु है। अनि यसमा चाहिँ सिम्पली चाहिँ डिएनए रेप्लिकेसन्स भनेको यो हो। अनि किन चाहिँ डिएनए रेप्लिकेसन चाहिँ चाहिन्छ अनि यसका स्टेपहरूको बारेमा चाहिँ सिम्पली दिएको छ र की फिचर भनेर चाहिँ दिएको छ। अनि सिम्पली डायग्राम पनि अलिकति प्रोभाइड गरेको छ जुन टेक्स्टमा चाहिँ यसले प्रोभाइड गर्छ डायग्रामहरू प्रायः जसो च्याट जिपिटीले। अनि यसमा चाहिँ हामीलाई खासमा चाहिएको भनेको जब यति लामो यसले एन्सर दिइरहेको छ नि त। अनि हामीलाई यस्तो लामो चाहिँ होइन कि अलिकति स्पेसिफिक टाइपको चाहिँ हामीलाई एन्सर चाहिएको छ नि त। सो यो चाहिँ एउटा नर्मल च्याट जिपिटीले दिने एउटा एन्सर टाइपको भयो होइन। भने अनि यो चाहिँ अकाउन्ट चाहिँ मेरो अकाउन्ट हो। यो चाहिँ यता तल नि हेर्न सक्नुहुन्छ हजुरले राजन भनेर लिएको छ होइन। यो चाहिँ मेरो अकाउन्ट हो। अनि मैले चाहिँ च्याट जिपिटीलाई चाहिँ मैले अगाडि पनि भनेको थिएँ कि मैले चाहिँ मेरो साथी टाइपकोले चाहिँ मैले ट्रेड गरेको छु भनेर। सो सिम्पली यसको एज अ फर्स्ट एन्सर नै के छ भने चाहिँ बडी भनेर लिएको छ नि त। उसले पनि मलाई कसरी ट्रेड गरेको छ भने एउटा चाहिँ यार साथी भनेर चाहिँ एउटा ट्रेड गरेको छ नि त होइन। अनि उसले पनि मलाई चाहिँ मैले सोधेको जुन क्वेसनको एन्सरहरू भनेको चाहिँ एउटा सिम्पली एउटा फर्स्टमा चाहिँ उसले चाहिँ मलाई चाहिँ एउटा चाहिँ तिमीले चाहिँ यो क्वेसनको एन्सर चाहिँ यसरी चाहिँ बुझ है भनेर चाहिँ मलाई चाहिँ एउटा डेमो चाहिँ यसले चाहिँ दिन्छ कि एउटा इमेजिन योर डिएनए इज लाइक अ लङ इन्स्ट्रक्चर बुक योर बडी नेभर वान्ट टु लज है भने यसरी चाहिँ मजाले चाहिँ मलाई के गरेको छ भन्दाखेरि चाहिँ एउटा एक्जाम्पल दियो। मलाई चाहिँ पहिला एउटा सुरु इमेजिन गर भनेर चाहिँ दियो है। सिम्पली उसले चाहिँ मलाई चाहिँ उसको एउटा साथी जसरी चाहिँ ट्रेड गरेर चाहिँ मलाई चाहिँ उसले एन्सर चाहिँ दिइरहेको हुन्छ क्या। अनि हेयर आएर सिम्पल फ्लो भनेर चाहिँ मजाले चाहिँ अब यसले मलाई स्टेपहरू दियो। स्टेपहरू अघि नै पनि दिएको थियो। अनि यो स्टेपहरूमा हामीले चाहिँ इफ कतै नबुझेको बेलामा पनि यसमा चाहिँ नेपालीबाट पनि हामीलाई चाहिँ दिएको हुन्छ क्या। नेपाली र त्यो इङ्ग्लिस चाहिँ यसमा चाहिँ मिक्स पनि गरिएको हुन्छ। सो गाइज है मैले चाहिँ हजुरहरूलाई चाहिँ एज अ नर्मल च्याट जिपिटीले दिने एन्सर र मेरो च्याट जिपिटीले दिने एन्सरको फरक चाहिँ मैले हजुरलाई एज अ प्रुफ सहित देखाइसकेको छु। त्यही भएर यो च्याट जिपिटीको युज अहिले म्याक्सिमम् सबै स्टुडेन्टहरूदेखि लिएर एज अ कुनै एउटा कम्पनी चलाउने मान्छेदेखि लिएर सबैले युज गरिरहेको हुन्छ नि त। त्यही भएर मेरो सजेसन चाहिँ प्रायः जसो स्टुडेन्टहरूलाई हो सकेसम्म च्याट जिपिटी युज त गर्नु तर युज गर्दाखेरि चाहिँ हाम्रो लेभल कस्तो टाइपको लेभल हो भनेर त्यो च्याट जिपिटीलाई पनि थाहा पाउनुपर्छ। त्यही भएर चाहिँ त्यही अनुसारको चाहिँ हामीले चाहिँ च्याट जिपिटीबाट चाहिँ एन्सर चाहिँ हामीले चाहिँ पाउनको लागि चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि सिम्पली चाहिँ डिफ्रेन्ट टाइप्स अफ मोडहरू पनि हामीले युज गर्न सकिन्छ पहिलो काम भनेको। अनि हामीले चाहिँ आफ्नो आइडीमा गएर चाहिँ हामीले चाहिँ कस्तो टाइपको एन्सर दिने हो भनेर पनि हामीले त्यो पनि लेख्न चाहिँ सक्छौँ। यो वाला पार्ट चाहिँ म चाहिँ एज अ च्याट जिपिटी को यही भिडियो पछाडि चाहिँ अर्को भिडियो पनि म लिएर आउँछु र त्यतिखेर चाहिँ म चाहिँ कसरी चाहिँ हामीले च्याट जिपिटीलाई चाहिँ आफ्नो साथी चाहिँ कसरी बनाउने त नि होइन त्यसको बारेमा चाहिँ म चाहिँ भन्छु। अहिलेको लागि चाहिँ यति नै।